हिस्ट्रिकल यो पुरानो संरचनाहरू संरक्षण गरेर राखेको ठाउँ त्यो चाहिँ। अब यहाँ यता नेपालमा भए चाहिँ हाम्रो यो बाँस झ्याङहरू चाहिँ झुप्प एकै ठाउँमा चाहिँ हुन्थ्यो अनि यहाँ डर लाग्यो माइ लट मेरो सातो फुट्दै उडाइदियो यार। ऊ त तल पुगिसकेको रहेछ हाम्रो अर्को केटाहरू। अर्को पनि यहीँ सर्पो चाहिँ जङ्गलमा फालाफाल रहेछ। हेलो ब्युटिफुल सोइस वाट्स गोइङ अन होप अल गोइङ गुड। सबैको उन्नति र प्रगति हुँदै होला र हुँदै जाओस् भन्न चाहन्छु। म पासाङ शेर्पा आज चाहिँ आइपुगेको छु यो जङ्गल घुम्नलाई। यो चाहिँ विदाउट प्लानिङ आज आइतबार चाहिँ हामी 3 जना चाहिँ यसो जङ्गल घुम्नलाई आएको छौँ। हाम्रो कम्पनीबाट 3 जना र यता अर्को हाम्रो चिनजानको दाजुहरूसँग चाहिँ नि उहाँहरूले चाहिँ बोलाउनु भएर आएको। अनि त्यही हो रमाइलो छ। तल खोला बगिरहेको छ जङ्गल। हाम्रो विशाल दाजु कसरी हाम्रो वीरेन दाजु रमाइलो गर्नलाई यसो निस्कियो आज पनि हामी जङ्गलतिर तलतिर बाटो चाहिँ यस्तो छ पुरै गाउँको जस्तो। यो माथि के भन्छ ओलाङचुङ गोलाको बाटो चाहिँ यस्तो छ होइन। ससुराली जान लाग्यो चाहिँ हामी चाहिँ मालिङको बाँसघारीमा डुल्दै बाख्राको लागि चाहिँ घाँस काट्नलाई चाहिँ हामी आइपुगेको अवस्था। अब यहाँ यता नेपालमा भए चाहिँ हाम्रो यो बाँस झ्याङहरू चाहिँ झुप्प एकै ठाउँमा चाहिँ हुन्थ्यो अनि यहाँ यसरी सिङ्गल बाँस पुरै सिङ्गल एक ठाउँमा एउटा यसरी यस्तो अचम्मको चाहिँ सिङ्गल उम्रिँदो रहेछन् बाँसहरू पनि। बाँस भनौँ कि निगालो जस्तो पनि बाँस जस्तो पनि होइन। यस्तो रहेछ अवस्था। बाटो पुरै हाम्रो गाउँघरको जस्तै यता पुरै बाँस वन जङ्गल खोलाको आवाज अनि ओ माई गड यहाँ चाहिँ रहेछ नि त सही ठाउँ। ल कस्तो ठाउँ आइपुग्यो हामी। यो के यो के रहेछ त यो चाहिँ विशाल दाजु के रहेछ यो? हिस्ट्रिकल यो पुरानो संरचनाहरू संरक्षण गरेर राखेको ठाउँ त्यो चाहिँ। जङ्गलको बिचमा होइन त पुरानो हातले तोपेका शिलाहरू। ल सही रहेछ। ढुङ्गाको मुटाको फुलको बुट्टाहरू छन् है। पुरानो भएर अलिकति देखिन्छ। अलिक देखाएको छ रहेछ ल। सही रहेछ। कस्तो लागिरहेछ त ठाउँ? एकदम दामी। दिनभरि सुतेर बस्नुभन्दा त होइन यसरी एकदम बहुत दामी छ। यसरी शनिबार आइतबार चाहिँ नि नजिकैको जङ्गल हुन्छ कि खोला नाला हुन्छ कि मठ मन्दिर गुम्बा हुन्छ कि घुम्न आउँदाखेरि एकदम आनन्द हुन्छ। यो पुरै तलको चाहिँ यो बाँस भन्ने कि निगालो भन्ने कि के हो यो पुरै यस्तो रहेछ तल चाहिँ। त्यसको यता केही न केहीको यसको यो अस्तित्व चाहिँ होला हामीलाई चाहिँ यो थाहा भएन। अनि यस्तै सही यो चाहिँ एकदम अचम्मको छ यो बाँस। पुरै यो खुट्टा टेक्ने ठाउँ छ होइन पुरै तर सिङ्गल उम्रिरहेको छ है। हाम्रो जङ्गल सफारी चाहिँ जारी छ। बाटो छैन तर केटाहरू नेपाली हो नि त हामी होइन। नेपालीलाई बाटो चाहिँदैन यस्तो पुरै घारी छिर्ने हिँड्ने हो च्याटो लगाएर यस्तो चाहिँ पारा हाम्रो चाहिँ नि सर्पो यार
सर्पले झन्डै टोकेको अवस्था त्यो तर्सादिरामा सर्पले झन्डै टोकेको अवस्था डराउँछ हामीसँग तर एडभेन्चर डर लाग्यो डर लाग्यो माइ लट मेरो सातो फुट्दै उडाइदियो यार भुइँमा हेरेर हिँड्नुपर्ने अवस्था हो जस्तो छ त्यही हो यो एनिमल्सहरूले पनि उसलाई पीडा पर्यो भने चाहिँ पीडा फर्काउने हो होइन भने केही गर्दैन होइन त विशाललाई यस्तो छ सफारी चाहिँ हाम्रो जारी छ यो हो नि त पत्कर छोड्न हिँडेको अनुभव जस्तो घाँस काट्न हिँडेको अनुभव जस्तो कता सिकार हिँडेको अनुभव जस्तो यो हो नि त रमाइलो भनेको होइन च्याट्ट लाएर यस्तो छ जङ्गल कोरियाको जङ्गल अवस्था यस्तो पुरै चाहिँ नि रुखहरू नेपाल हुँदाखेरि यो पत्कारहरू सोर्न हिँडिन्थ्यो यस्तो जङ्गलतिर अब बाहिर अब यसरी घुम्न हिँडिन्छ जङ्गलतिर फरक यस्तै रहेछ केटाहरू कता कता पुगे यात्रा जारी छ कहाँ गयो हाम्रो अर्को केटाहरू तल खोला रहेछ खोला यस्तो छ अब भिरालो बाटो आज नयाँ अनुभव गरिनु भयो केटाहरूले च्याट्ट लाएर त तल पुगिसकेको रहेछ हाम्रो अर्को केटाहरू यस्तो छ रमाइलो अब रमाइलो भन्ने कुरा यस्तो हो नि त होइन अब यो तनाव लिएर रुममा बस्नु त्यो दिमाग उयो गरेर बस्नुभन्दा चाहिँ यसरी नजिकैको यहाँ पनि सर्प अर्को पनि यहीँ जङ्गलमा सर्पको चाहिँ यो एकदम यो टेक केयर हुनुपर्ने अवस्था रहेछ है भनेर यो गाह्रो छ यस्तो चप्पल यसमा आइरहेको छ सर्पले ठुङ्ग्यो भने चाहिँ बर्बाद हुन्छ यो सर्प यहाँ म झुट बोलेको नै होइन है फेरि सर्प यस्तो छ केटाहरू तल गइसक्यो अब ल यस्तो बाटोको हिँडाइ छ यसरी छ आजको यात्रा चाहिँ यो हो नि त अनि रमाइलो यो जङ्गलमा ल विशाल दाजु तल सर्प त अनि के हो दाइ थाल छ त तल खोला वीरेन दाजु उता पुगिसक्नु भयो यो हो नि त दाजु एडभेन्चर लाइफ होइन माथितिरबाट आएको हामी चाहिँ यसरी सर्प चाहिँ एकदम हुँदो रहेछ यो जङ्गलमा बनाउने Adventure life. ल खोलामा आइपुग्यो माथिबाट हामी हाम्रो आइगयो हो केटाहरू माथि छन् हामी तलतिर अब यसो खोला तिरै तिर भिरै भिर सरी आहै ल
कति मजा छ त। अब अघिको यात्रा अलिकति कठिन डरलाग्दो जे जस्तै भए पनि यो ठाउँमा पुग्दाखेरि फेरि अर्को रमाइलो छ शीतल होइन यस्तो छ कि ठाउँ। अब यो हो नि त आइस होइन यो हो नि त रमाइलो। तिनीहरू माथि फोटो खिचेर बसिरहेको छन् हाम्रो ऊ माथि। अब हाम्रो यात्रा पनि माथि सुरु गरेछ रमाइलो हो होइन। यात्रा हाम्रो जारी छ खोलाइ खोला तिरैतिर। केटाहरू अगाडि हाम्रो एकजना पछाडि खोलाइ खोला तिरैतिर चौतारी र भिरै भिर यस्तो छ अवस्था। यो विदेशमा बसेर पनि अब यसरी यो खोलाहरू जङ्गलहरू यसरी चाहिँ आफ्नै ठाउँ जसरी घुम्न पाउनु भनेको एकदमै एउटा खुसीको कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। यस्तो जडुलाई के रहेछ दाजु? आत्म परीक्षा वाइट हो के यात्रा जारी छ। यात्रा जारी छ हाम्रो यात्रा जारी छ। हाम्रो दाजुहरूको चाहिँ पुरै फोटो सेसन चलिरहेको छ। यो साथीहरू हामी चाहिँ अघि त्यो पुलबाट यसरी तरेर गएर चाहिँ यो जङ्गल चाहिँ यसरी घुमेर चाहिँ फेरि यहाँबाट यसरी तल झरिसकेको अवस्था हो। त्यही हो रमाइलो। अब के छ र होइन जिन्दगानीमा
त्यो साथीहरू एकदमै रमाइलो भयो हाम्रो यो यहाँबाट माथि गएर यसरी माथिबाट फेरि घुमेर तल आउँदाखेरिको यात्रा चाहिँ एकदमै रमाइलो पनि अनि अलिकति डर पनि रिस्क पनि होइन। जङ्गलभित्र चाहिँ सर्पहरू हुँदो रहेछन्, दुईवटा त मैले देखेँ नै, तर अलिकति यो डर लाग्दो कुरा हो। यो जङ्गलभित्र सर्पले ठुङ्ग्यो भने चाहिँ बर्बादै हुन्छ हुन चाहिँ, तर टेक केयर भएर हिँड्नुपर्छ हामीले। अनि त्यही हो, एकदमै रमाइलो भयो, साथीहरूसँग घुमियो अनि माइन्ड एकदम फ्रेस भयो यसरी खोला नालामा चट्ट लगाएर घुम्नु पाउँदाखेरि। अनि मैले आज सिकेको कुरा चाहिँ के हो भने साथीहरू, जस्तै हामी कोही हुन्छ नि रुममा बस्छौँ अनि कुनै पनि प्लानिङ हुँदैन, मान्छेको एउटा कुनै एउटा प्लानिङ हुनुपर्दो रहेछ, दिनमा एउटा प्लानिङ चाहिँ हुनुपर्दो रहेछ जस्तो लाग्यो मलाई। त्यही हो। अनि आफ्नो प्लानिङ छैन भने यदि कोही साथीभाइको प्लानिङ छ, साथीहरूको प्लानिङ पनि अब नेगेटिभ पोजिटिभ हुनसक्छ। कोही साथीहरूले कतै झैझगडाको माहौलमा बोलाउन सक्छ, गाँड रक्सी खानालाई बोलाउन सक्छ, नराम्रो काम गर्नलाई बोलाउन सक्छ। त्यस्तो कुराहरूमा चाहिँ तपाईँहरूले इग्नोर गरेर कोही साथीहरू तपाईँलाई कतै घुम्न जानको लागि आफ्नो माइन्ड फ्रेस हुने कुराहरू कतैबाट पाउने अवस्था छ भने साथीहरूले तपाईँहरूलाई त्यस्तो ठाउँमा इन्भाइट गर्छ भने चाहिँ तपाईँहरूले त्यसलाई यस भनेर चाहिँ त्यो अपर्च्युनिटी चाहिँ लिनुहोस् भन्न चाहन्छु। म चाहिँ आज चाहिँ मैले त्यही सिकेको हो। हामी पनि दिनभरि सुतेर बसेको थियौँ, यता हाम्रो चिनेको दाइ एकजनाले चाहिँ हामीलाई यो खोलामा बोलाउनु भएर यसरी यो मौका पाएको छौँ। त्यही हो गाइज, एकदम पोजिटिभ बस्नु होला, स्टे सेफ, डु वाट एभर यु वान्ट टु डु बट डु नट ट्रबल युर मदर एन्ड फादर।